हेलो नमस्ते सम्पूर्ण साथीहरुमा। आज हामी प्रथा परम्परा मूल्य र मान्यताबाट के अति महत्त्वपूर्ण प्रश्नहरू लिएर आइसकेका छौं। प्रश्न नम्बर 1 रहेको छ, तल उल्लेखित भाषाहरूमध्ये कुन चाहिँ भरोपोली होइन? त अप्सन ए रहेको छ हाम्रो अवधी, अप्सन बी रहेको छ मैथिली, अप्सन सी रहेको छ हाम्रो माझी र अप्सन डी रहेको छ थामी। तपाईहरु यसको सही उत्तर गेस गर्न सक्नुहुनेछ। यसको सही उत्तर के हुन्छन् भन्दाखेरि यसको सही उत्तर रहेको छ थामी। अप्सन सी डी हाम्रो के रहेको छ? सही रहेको छ। अप्सन डी हाम्रो सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 2 रहेको छ, समूह 1 र समूह 2 मा जोडा मिलाउनुहोस्। यसमा के भनेको छन् भन्दाखेरि यसमा जोडा मिलाउन भनेको छन् र कोडबाट सही उत्तर छान्नुहोस्। जुन यता दिएको छ कोडहरू तल, त्यसबाट सही उत्तर छान्नको लागि भनेको छ। समूह 1 मा के दिएको छन् भन्दाखेरि समूह 1 मा त हेर्न सक्नुहुन्छ तलेजु, त्यसैगरी जनकपुर, कृष्ण मन्दिर र विद्यापति। यसको के भन्दैछन् समूह बी बाट या समूह 2 बाट जोडा मिलाउनको लागि भनिरहेको छ। तपाईहरु सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर के हुन्छन् भन्दाखेरि यसको सही उत्तर रहेको छ, सही उत्तर हाम्रो डी रहेको छ। हेर्न सक्नुहुन्छ। यसमा अब हामी मिलाउनु डी को के छ भन्दा ए को 2 भन्न पछि के भयो? तलेजु कसले बनाएको छ? प्रताप मल्लले। त्यसैगरी के छ बी को 3 भन्न जनकपुर कहाँ छ? विदेह। त्यसैगरी कृष्ण मन्दिर को सी को कति हो हाम्रो? 4 सिद्धि नरसिंह। कसले बनाएको? सिद्धि नरसिंहले। अप्सन डी मा कुन छन्? विद्यापति ए। अप्सन के रह्यो हाम्रो? डी के रहेको छ, सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 3 रहेको छ। प्रश्न नम्बर 3 मा रहेको छ, मुस्लिम धर्ममा जकात शब्दको अर्थ के जनाउँछ? जकात शब्दले के जनाउँछन्? अप्सन ए रहेको छ नमाज, अप्सन बी रहेको छ दान र अप्सन सी रहेको छ रोजा र अप्सन डी रहेको छ हज। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ दान। अप्सन बी मा हाम्रो के रहेको छ? सही रहेको छ अप्सन बी हाम्रो। यसको सही उत्तर तपाईले के हुन्छन् भन्दाखेरि दान। त्यसैगरी प्रश्न नम्बर 4 रहेको छ, बुद्ध धर्ममा देहायका रङहरूले बुद्धका सम्बन्धमा के अर्थ राख्छन्? समूह 1 र समूह 2 मा के गर्न भन्दैछन् भन्दाखेरि जोडा मिलान गरी कोडको आधारमा छान्नुहोस्। जोडा मिलान गर्न भनिरहेछ। समूह 1 मा दिएको छ रातो रङ, त्यसैगरी समूह अप्सन बी मा दिएको छ नीलो र अप्सन सी मा दिएको छ पहेँलो र अप्सन डी मा दिएको छ सेतो। यसको के गर्न भन्दछन् भन्दाखेरि जोडा मिलाउन भन्दछन्। यसको सही उत्तर के हुन्छन् भन्दाखेरि यसको सही उत्तर रहेको छ तपाईलाई, यसको सही उत्तर रहेको छ अप्सन ए को के हुन्छन् भन्दाखेरि अप्सन ए मा अप्सन ए रातो जुन रहेको छ हाम्रो, रातो कुनसँग म्याच गर्दैछन् भन्दाखेरि अप्सन 4 सँग म्याच गर्दैछन्। त्यसैगरी नीलो केसँग म्याच गर्छन् भन्दाखेरि नीलो तपाईलाई शरीरसँग म्याच गर्छन्। यसको सही उत्तर कुन हुन्छ भन्दाखेरि यसको सही उत्तर ए को 4 र बी को 3। यसको सही उत्तर हाम्रो रहेको छ अप्सन डी के रहेको छ हाम्रो सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 5 रहेको छ, निम्नलिखित मध्ये नेपालको सबैभन्दा पुरानो धर्म कुन हो? नेपालको सबैभन्दा पुरानो धर्म कुन हो भन्दाखेरि वैष्णव। अप्सन ए रहेको छ वैष्णव, अप्सन बी रहेको छ बौद्ध, अप्सन सी रहेको छ शैव र अप्सन डी रहेको छ माथिको सबै। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ सबभन्दा पुरानो धर्म कुन हो भन्दाखेरि शैव। अप्सन सी हाम्रो के रहेको छ? सही रहेको छ। अप्सन सी हाम्रो सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 6 रहेको छ, गुरुङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ? प्रश्न फेरि एक पटक, गुरुङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भन्छन् भन्दाखेरि भित्ते चित्र। अप्सन ए रहेको छ हाम्रो भित्ते चित्र, अप्सन बी रहेको छ हाम्रो पुराती चित्र, अप्सन सी रहेको छ पोभा चित्र र अप्सन डी रहेको छ थान्का। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ पुराती चित्र। अप्सन बी हाम्रो के रहेको छ? सही रहेको छ। अप्सन बी हाम्रो सही रहेको छ। यसको सही उत्तर रहेको छ पुराती चित्र। त्यसैगरी प्रश्न नम्बर 7 रहेको छ। प्रश्न नम्बर 7 मा दिएको छ भन्दाखेरि मोरियो
के गर्दा बजाइन्छ? मोरियो के गर्दा बजाइन्छ? अप्सन ए रहेको छ हाम्रो देउडा गाउँदा, अप्सन बी रहेको छ तिजी नाच नाच्दा र अप्सन सी रहेको छ राष्ट्रिय गीत गाउँदा र अप्सन डी रहेको छ हाम्रो जागर गाथा गाउँदा। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ जागर गाथा गाउँदा। अप्सन डी हाम्रो के रहेको छ? सही रहेको छ। अप्सन डी हाम्रो सही रहेको छ, जागर गाथा गाउँदा। त्यसैगरी प्रश्न नम्बर 8 रहेको छ नेपालको कुन जातिलाई उराव भनिन्छ? प्रश्न फेरि एकपटक, नेपालको कुन जातिलाई उराव भनिन्छ? अप्सन ए रहेको छ हाम्रो राई, अप्सन बी रहेको छ लिम्बू, अप्सन सी रहेको छ कुसुन्डा र अप्सन डी रहेको छ किसान। तपाईहरु सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर हुनेछ किसान। यसको सही उत्तर के रहेको छ? सही उत्तर रहेको छ किसान। त्यसैगरी प्रश्न नम्बर 9 रहेको छ सन् 2021 मा भएको नेपालको जनगणना अनुसार नेपालमा बोलिने भाषाको के भनेर छन् कति संख्या रहेको छ? प्रश्न फेरि एकपटक, सन् 2021 मा भएको नेपालको जनगणना अनुसार नेपालमा बोलिने भाषाको संख्या कति रहेको छ? अप्सन ए रहेको छ हाम्रो 110, अप्सन बी रहेको छ 113 र अप्सन सी रहेको छ 119 र अप्सन डी रहेको छ 124। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ 124। अप्सन डी हाम्रो के रहेको छ? सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 10 रहेको छ चाङ्गु नारायणको मन्दिर कुन शैलीमा निर्माण गरिएको हो? प्रश्न फेरि एकपटक, चाङ्गु नारायणको मन्दिर कुन शैलीमा निर्माण गरिएको हो? अप्सन ए रहेको छ हाम्रो प्यागोडा शैली, त्यसैगरी अप्सन बी रहेको छ स्तूप शैली र अप्सन सी रहेको छ शिखर शैली र अप्सन डी रहेको छ माथिको कुनै पनि होइन। तपाईहरु सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ प्यागोडा शैली। अप्सन ए हाम्रो के रहेको छ? सही रहेको छ। यसको सही उत्तर रहेको छ प्यागोडा शैली। त्यसैगरी प्रश्न नम्बर 11 रहेको छ तपाईलाई। प्रश्न नम्बर 11 मा रहेको छ नेपाली समाजमा प्रचलित पर्व भनेको के हो? प्रश्न फेरि एकपटक, नेपाली समाजमा प्रचलित पर्व भनेको के हो? अप्सन ए रहेको छ श्रमको पारस्परिक आदान प्रदान गर्ने पद्धति हो। त्यसैगरी अप्सन बी रहेको छ वस्तु वा सामानको पारस्परिक आदान प्रदान गरिने पद्धति हो। त्यसैगरी अप्सन सी रहेको छ खाद्यान्नहरूको साटासाट गर्ने प्रवृत्ति हो। त्यसैगरी अप्सन डी रहेको छ स्वैच्छिक श्रम सहयोग गर्न पद्धति हो, सहयोग गर्ने पद्धति हो। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ श्रमको पारस्परिक आदान प्रदान गर्ने पद्धति हो। अप्सन ए हाम्रो के रहेको छ? सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 12 रहेको छ हाम्रो नेपालमा बनेको पहिलो फिल्म कुन हो? प्रश्न फेरि एकपटक, नेपालमा बनेको पहिलो फिल्म, नेपालमा बनेको पहिलो फिल्म कुन हो भन्दाखेरि अप्सन ए रहेको छ सत्य हरिश्चन्द्र, त्यसैगरी अप्सन बी रहेको छ माइती घर, अप्सन सी रहेको छ आमा, अप्सन डी रहेको छ मनको बाँध। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ आमा। अप्सन सी हाम्रो के रहेको छ? सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 13 रहेको छ पारसनाथ भनेर चिनिने देवता कुन हो? अप्सन हेर्न सक्नुहुन्छ पशुपतिनाथ, अप्सन बी रहेको छ जगन्नाथ, अप्सन सी रहेको छ मच्छिन्द्रनाथ, अप्सन डी रहेको छ केदारनाथ। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ पशुपतिनाथ। पारसनाथ भनेर चिनिने देवता कुन हो भन्दाखेरि पशुपतिनाथ। त्यसैगरी प्रश्न नम्बर 14 रहेको छ हयलमो समुदायका मानिसहरू नेपालको कुन जिल्लामा बसोबास गर्दछन्? प्रश्न फेरि एकपटक, हयलमो समुदायका मानिसहरू नेपालको कुन जिल्लामा बसोबास गर्दछन् भन्दाखेरि अप्सन ए रहेको छ रसुवा, अप्सन बी रहेको छ सिन्धुपाल्चोक, अप्सन सी रहेको छ मनाङ, अप्सन डी रहेको छ मुस्ताङ। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ
सिन्धुपाल्चोक। अप्सन बी हाम्रो के रहेको छ सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 15 रहेको छ तलका मध्ये कुन चाहिँ ग्रामी पुरस्कार सँग सम्बन्धित छ। प्रश्न फेरि एक पटक तलका मध्ये कुन चाहिँ ग्रामी पुरस्कार सँग सम्बन्धित रहेको छ। अप्सन ए रहेको छ खेल, अप्सन बी रहेको छ चलचित्र, अप्सन सी रहेको छ संगीत र अप्सन डी रहेको छ वातावरण संरक्षण। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ संगीत। अप्सन सी हाम्रो के रहेको छ सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 16 रहेको छ पुटपुटे नाच कुन जातिमा प्रचलित नाच हो। प्रश्न पत्र फेरि एक पटक पुटपुटे नाच कुन जातिमा प्रचलित नाच हो। अप्सन ए रहेको छ राई, अप्सन बी रहेको छ लिम्बू, अप्सन सी रहेको छ मगर र अप्सन डी रहेको छ गुरुङ। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ गुरुङ। अप्सन डी हाम्रो के रहेको छ सही रहेको छ। पुटपुटे नाच तपाईलाई गुरुङ जातिमा प्रचलित रहेको छ। त्यसैगरी प्रश्न नम्बर 17 रहेको छ अक्षय तृतीया कहिले पर्दछन्। प्रश्न पत्र फेरि एक पटक अक्षय तृतीया कहिले पर्दछन् र अप्सन ए रहेको छ वैशाख शुक्ल तृतीया, अप्सन बी रहेको छ ज्येष्ठ शुक्ल तृतीया, अप्सन सी रहेको छ कृष्ण वैशाख कृष्ण तृतीया। त्यसैगरी अप्सन डी रहेको छ भाद्र शुक्ल तृतीया। अप्सन हेरेर तपाईहरु सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ वैशाख शुक्ल तृतीया। अप्सन ए के हाम्रो रहेको छ सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 18 रहेको छ देहायको कुन भनाइ सही छ। प्रश्न फेरि एक पटक देहायको कुन भनाइ सही छ। अप्सन ए रहेको छ रालफाली आन्दोलनको मुख्य प्रभाव प्रगतिवादी चेतनाको विकास हो। त्यसैगरी अप्सन बी दुई रहेको छ मकैको खेती नामक पुस्तक सुब्बा कृष्णलाल अधिकारीले लेखेका हुन्। त्यसैगरी अप्सन 3 रहेको छ मेरो म नामक आत्मवृत्तान्तका लेखक पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई हुन्। अप्सन हेरेर तपाईहरु सही गर्नुहोस्, सही उत्तर छान्नुहोस्। 1 र 2 मा 1, 2 र 3 मा कुन कुन सही हुन् भन्दाखेरि 1 र 2, 3 पनि सबै के रहेको छ हाम्रो ठिक रहेको छ। अप्सन डी हाम्रो के रहेको छ सही उत्तर रहेको छ। त्यसैगरी प्रश्न नम्बर 19 रहेको छ नेपालको कला तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अन्तर्राष्ट्रिय संस्था कुन हो। प्रश्न पत्र फेरि एक पटक नेपालको कला तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अन्तर्राष्ट्रिय संस्था कुन हो भन्दाखेरि अप्सन ए रहेको छ युएनडीपी, अप्सन बी रहेको छ युनिसेफ र अप्सन सी रहेको छ युनेस्को र अप्सन डी रहेको छ युएनईपी। तपाईहरु सही उत्तर गेस गर्नुहोस्। सही उत्तर रहेको छ युनेस्को। अप्सन सी के रहेको छ हाम्रो सही रहेको छ। युनेस्कोले के गर्दैछन् भन्दाखेरि सहयोग पुर्याउँदै आएको छ। त्यसैगरी प्रश्न नम्बर 20 रहेको छ नेपाली साहित्यमा त्रिमूर्ति भनेर चिनिने साहित्यकार को हुन्। अप्सन ए रहेको छ लेखनाथ पौडेल, अप्सन बी त्यसै अप्सन ए मै लक्ष्मी प्रसाद र बालकृष्ण। त्यसैगरी अप्सन बी रहेको छ लक्ष्मी प्रसाद देवकोटा, बालकृष्ण र धरणीधर कोइराला। अप्सन सी रहेको छ लेखनाथ पौडेल, लक्ष्मी प्रसाद र पारसमणि। त्यसैगरी अप्सन डी रहेको छ भानुभक्ताचार्य, लेखनाथ पौडेल र लक्ष्मी प्रसाद देवकोटा। तपाईहरु सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ अप्सन ए लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा र बालकृष्ण सम त्रिमूर्ति भनेर लेखनाथ पौडेल, लक्ष्मी प्रसाद र बालकृष्णलाई चिनिन्छ। अप्सन ए हाम्रो के रहेको छ सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 21 रहेको छ छिन्मस्ता भगवतीको मन्दिर कहाँ पर्दछन्। प्रश्न फेरि एक पटक छिन्मस्ता भगवतीको मन्दिर कहाँ पर्दछन्। अप्सन ए रहेको छ सुनसरी, अप्सन बी रहेको छ सप्तरी, अप्सन सी रहेको छ मोरङ र अप्सन डी रहेको छ उदयपुर। यसको सही उत्तर गेस गर्नुहोस्।
यसको सही उत्तर रहेको छ 70। त्यसैगरी प्रश्न नम्बर 22 रहेको छ देखाइएको कुन भनाइ सही छ। यो तल दिएको भनाइहरू कुन सही छन् भन्दाखेरि तलको भनाइको 1 नम्बर रहेको छ सिउँडीको रुखलाई देवताको रूपमा पूजा गर्ने जाति मेचे हो। सिउँडीको रुखलाई देवताको रूपमा पूजा गर्ने जाति कुन हो भन्दाखेरि मेचे हो। यो अप्सन के रहेको छ हाम्रो सही हो कि गलत हो तपाईहरु सच्याउनु होला, गेस गर्नु होला। त्यसैगरी दोस्रो अप्सन रहेको छ शेर्पा जातिको श्राद्ध कर्मलाई मेवा भनिन्छ। मेवा होइन घेवा भनिन्छ। त्यसैगरी अप्सन 3 रहेको छ धिमाल जातिलाई मधेसका लिम्बू पनि भनिन्छ। यसको सही उत्तर गेस गर्नुहोस् कुन हुन्छ भन्दाखेरि यसको सही उत्तर रहेको छ तपाईलाई 1, 2 र 3 के रहेको छ हाम्रो यो तीनै सही रहेको छ। यो तथ्यहरु हाम्रो के रहेको छ सही रहेको छ। 1 र 2 3 हाम्रो के रहेको छ सबै सही रहेको छ। अप्सन डी हाम्रो के रहेको छ सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 23 रहेको छ 3 पटक मदन पुरस्कार प्राप्त गर्ने साहित्यकार को हुन्। अप्सन ए रहेको छ हाम्रो लक्ष्मी प्रसाद देवकोटा, अप्सन बी रहेको छ पारिजात, अप्सन सी रहेको छ सत्यमोहन जोशी र अप्सन डी रहेको छ मदनमणि दीक्षित। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ सत्यमोहन जोशी। अप्सन सी हाम्रो के रहेको छ सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 24 रहेको छ 2068 सालको तुलनामा 2078 सालको जनगणनामा तल उल्लेखित धर्मावलम्बीहरूको संख्या घटे बढेको ठिक गलत के हुन्। छुट्याउनको लागि भनिएको छ। प्रश्न 24 को 1 नम्बर अप्सन रहेको छ तपाईलाई बौद्ध धर्मावलम्बीहरूको जनसंख्या प्रतिशत के भएको छ घटेको छ। अप्सन 2 मा रहेको छ इस्लाम धर्मावलम्बीहरूको जनसंख्या प्रतिशत बढेको छ। यो दुईटा जुन हाम्रो वाक्य देख्छ यसलाई सही र गलत छुट्याउन भनिएको छ। यसको सही उत्तर गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ 1 र 2 के रहेको छ हाम्रो 1 र 2 दुवै के रहेको छ सही रहेको छ। अप्सन ए हाम्रो के रहेको छ सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 25 रहेको छ तलका भनाइहरू बारे विचार गर्नुहोस्। सिमरौनगढ बारा जिल्लामा पर्दछन्। अप्सन 2 रहेको छ माघी पर्व थारू जातिमा के रहेको छ प्रचलित छ। त्यसैगरी अप्सन सी रहेको छ हरित तारा भनी भिरकुटीलाई चिनिन्छ। त्यसैगरी के भन्दैछन् भन्दाखेरि यसको माथि उल्लेखित भनाइहरू कुन ठीक हो। माथि जुन यो 3 वटा भनाइ हामीले अहिले पढ्यौ यसमा के भन्न खोज्दैछन् भन्दाखेरि कुन ठीक हो या कुन गलत हो। यसको सही उत्तर छान्नको लागि हामीलाई तपाईलाई सही उत्तर छान्नुहोस्। तपाईले यसको सही उत्तर के हुन्छन् भन्दाखेरि यसको सही उत्तर रहेको छ हाम्रो यो 3 नै के रहेछ हाम्रो सही रहेको छ। 1 र 2 3 सबै तथ्य के रहेको छ हाम्रो सही रहेको छ। यसको सही उत्तर हुनेछ हाम्रो अप्सन डी 1 र 2 र 3 के रहेको छ हाम्रो सबै सही रहेको छ। त्यसैगरी प्रश्न नम्बर 26 रहेको छ देखाएको कुन भनाइ सही छ। हामी 1 नम्बरको भनाइ रहेको छ नेपाली समाज बहुल समाज हो, किराँत मैथिली नेवारी समाज आदि उप समाज हुन् भन्ने राई लिम्बू उप सामाजिक भित्रको समाज हो। त्यसैगरी तथ्य 2 अर्को भनाइ रहेको छ हाम्रो नेपाल एसियाको जातीय गोलमेच हो भनी टोनी हेगनले भनेको थियो। यो तथ्यहरू कुन कुन हाम्रो सही रहेको छ सही उत्तर गेस गर्नुहोस्। यो दुईटा तथ्यमा दुवै तथ्य के रहेको छ हाम्रो सही रहेको छ। अप्सन डी हाम्रो के रहेको छ सही रहेको छ। हस्त धन्यवाद। हाम्रो यो भिडियो हेरिबस्नु भएको सम्पूर्ण साथीहरुलाई धन्यवाद छ र हाम्रो भिडियोलाई लाइक र सब्स्क्राइब गरी च्यानललाई सपोर्ट पुर्याइदिनु होला। हस्त धन्यवाद।